सर्लाहीका मौरी किसान टीकारामको कामबाट सिक्ने हो भने आफ्नो जीवन स्तरमा सुधार ल्याउनुका साथै देशको अर्थतन्त्रमा पनि सुधार ल्याउन सकिन्छ। सर्लाहीमा 2052 सालदेखि नै उन्नत युरोपियन मेलिफेरा जातको मौरी पालन गर्दै आउनुभएका टीकाराम अधिकारी अहिले व्यावसायिक मौरी पालक किसानको रूपमा चिनिनु भएको छ। सम्पत्तिको नाममा 5 कट्ठा जमिन मात्र रहेका टीकारामले मह र घारगोला बेचेर वार्षिक 4 लाखसम्म कमाउने गरेको बताउनुभयो। उहाँले मह बेचेर 7 जनाको परिवारको गुजारा आरामसँग चलाउँदै छोरा छोरीलाई राम्रोसँग पढाइरहनु भएको छ। मौरी पालन पेशा गरेको 10-11 वर्ष भयो। यसमा म सन्तुष्टि छु र मेरो 5 जनाको परिवार पाल्नलाई मलाई कुटो कोदालो अन्त गर्नु पर्दैन, यसैबाट हुन्छ। विगतका वर्षमा सर्लाही, रौतहट, महोत्तरी लगायतका जिल्लाका वनहरूमा पाइने विभिन्न प्रजातिका रोग तथा झाडीहरू मौरी चरणको मुख्य स्रोत भएको र यसले मौरी पालन व्यवसाय फस्टाएको अधिकारी बताउँछन्। तर पछिल्लो समय भने सर्लाही, रौतहट लगायतका चुरे क्षेत्रमा भइरहेको व्यापक वन विनाशसँगै मौरीको चरण मासिएकोले अधिकारीलाई दुखी तुल्याएको छ। तोरी खेती बढाउनु पर्यो, जंगल जस्तै अहिले विनाश भएका जंगलहरू रोक्नु पर्यो र हामीलाई माइग्रेसन चार्ज चाहिँ अब यो सर्लाही जिल्ला जस्तै हामीले अब जस्तै दाङमा लगियो भने दाङको कृषिले पनि हामीलाई माइग्रेसन खर्च दिने गर्यो भने मौरी पाल्नलाई हामीलाई अति सजिलो हुन्छ। चरण क्षेत्रसम्म मौरी गोला लाने काममा सरकारले अनुदान दिएको खण्डमा नेपाली अर्ग्यानिक महले गुणस्तरीय विदेशी मह स्थापित गर्दै विदेश निर्यात गर्न सकिने मौरी विज्ञ एवं मह व्यवसायी बर्मानन्द सिंह बताउनुहुन्छ। वर्षायाममा चिनी खुवाउनुको लागि तपाईको आर्टिफिशियल फिडिङको लागि तपाईले दिने चिनीमा सब्सिडी दिएमा, माइग्रेसन गर्नेमा र प्रोलिफिक क्वीन तपाईको किसानले उपलब्ध बने पाउनेमा यदि सरकारले तपाईको त्यसको चासो लियो, सब्सिडी दियो भने हाल भइरहेको महको उत्पादनलाई दोबर तेवर घट्न सक्छ। खाली तपाईको अरू देशबाट आयात हुने महलाई विस्थापित मात्रै गर्न होइन कि तपाईको निर्यात पनि गर्न सकिन्छ। हाल नेपालमा वार्षिक 20 लाख किलोको हाराहारीमा मह उत्पादन भइरहेको छ। सर्लाहीमा मात्र 200 भन्दा धेरै किसान यो पेसामा संलग्न छन्। न्यूज 24 टेलिभिजनका लागि सर्लाहीबाट टिभी जर्नलिस्ट कृष्ण थपलियाको रिपोर्ट।